नमस्ते साथीहरू, आज मैले हजुरलाई लिएर जाँदैछु बुटवल मनोकामना मन्दिर। साथीहरू, बाटोले मनोकामना मन्दिर फाल्ने पक्की भएपछि मनोकामना मन्दिर यो बाटोमा परेपछि त्यसको विस्थापन गरी माथि लैजाने काम हुँदै रहेछ। साथीहरू देख्न सक्नुहुन्छ यो मनोकामना मन्दिर बाटोको मनोकामना मन्दिरलाई माथि लगेर राख्ने काम भएछ। यस्तो राम्रो छ साथीहरू, यो मनोकामना मन्दिरबाट बुटुलको भ्यू यस्तो मजाले हेर्न पाइन्छ। भ्यू पोइन्ट पनि भइसकेछ कि यो मनोकामना मन्दिर। साथीहरू यसरी मनोकामना मन्दिर चट्ट लाएर तलबाट माथि सार्दैछ, देख्न सक्नुहुन्छ है। यो हाइवेबाट टट्ट लाएर सर कति माथि छ भन्ने देखाएँ मैले हजुरलाई। हाइवेबाट देख्न सक्नुहुन्छ है, चट्ट लाएर यसको भ्यू यति राम्रो छ यो ठाउँ। बुटुलकै सबभन्दा उत्कृष्ट ठाउँ भन्छु कि मैले त। अब मैले लहर जाँदैछु हजुरलाई मनोकामना मन्दिर हाइवेबाट माथि लहर जाँदैछु। साथीहरू हजुरले कहाँबाट हेर्दै हुनुहुन्छ, मेरो च्यानललाई नयाँ हुनुहुन्छ कि मेरो च्यानलमा सधैँ हेरिराख्नुहुन्छ? यदि नयाँ हुनुहुन्छ भने एक सब्सक्राइब गरिदिनु होला। यदि पुरानो हुनुहुन्छ भने मेरो च्यानल सधैँ हेरिराखेर मलाई माया गरिदिनुहुन्छ भने एक लाइक अनि एकदम चित्त बुझ्यो भगवानको नाममा एक सेयर गरिदिनु होला। साथीहरू यो भगवानलाई देखेर अनदेखा नदेखे जस्तो नगरिदिनु होला। एक लाइक एक भगवानका नाममा कमेन्ट गरिदिनु होला। साथीहरू देख्न सक्नुहुन्छ है, मनोकामना मन्दिरबाट बाटोबाट माथि निस्किएपछि मजाका सिँढीहरू हेर्नु चट्ट लाएर स्टेप यो उसको सिँढीहरू बनाइएको छ, ढलाइका सिँढीहरू चट्ट लाएर लेफ्ट राइट हेर्नुहोस्। जता हेऱ्यो त्यतै मन्दिर, जता हेऱ्यो त्यतै मन्दिर हेर्नु, जता हेऱ्यो त्यतै मूर्ति। यत्रो ठुलो ढुङ्गा मुनि घर जति ढुङ्गा छ क्या साथीहरू, देख्न सकिन्छ। पुरा घर जस्तो ढुङ्गा छ त्यहाँभित्र। कस्तो मजाले मन्दिर बनाएर मूर्तिहरूभित्र स्थापना गरिरहेको छ। एकदम साथीहरू हजुरले यो ठाउँ अवलोकन एकपटक पक्कै गर्नु होला। मनोकामना यो बुटुलको मनोकामना मन्दिरको दर्शन पक्कै गर्नु होला। हजुरहरू बुटुलवासी भए पनि देख्नुहुन्छ कति राम्रो सिन देखिन्छ बुटुलको यो ठाउँदेखि। चट्ट लाएर दामी छ कि हेर्नुहोस्, सिन देखाएँ देख्नुहुन्छ। सरर यसरी लेफ्ट हेऱ्यो लेफ्ट छ, राइट हेऱ्यो राइट छ, सरर है सानो कलपट जस्तो छ। यो कलपट निस्किसकेपछि चट्ट अर्को सानो मन्दिर जस्तो बनाइएको छ, देख्नुहुन्छ। चट्ट लाएर कस्तो राम्रो छ, चिटिक्कको मन्दिर देख्नुहुन्छ है। यो अहिले भर्खर बनाएको होइन, अलि पहिलेकै हो मन्दिर। यहाँ त्रिशूल राखिएको छ साइडमा। सरर सिँढी हुँदै देख्नुहुन्छ है। यहाँ अलि बाटो बनाउन भ्याइएको रहेनछ, अलिक कच्ची छ। यत्न आइसकेपछिलाई देख्नुहुन्छ है। यहाँ गएर चट्ट लाएर हाम्रो गाउँघरे स्टाइलमा चट्ट यहाँ साना मूर्तिहरू बनाइएको छ, देख्न सक्नुहुन्छ। माटोले लिपेर चट्ट देख्नुभयो नि, माटोले लिपेर चट्ट पारिरहेछ। ल यहाँ हेर्नुहोस्, हजुरलाई नाक थान देख्न सकिन्छ। यस नाकको प्रत्येक गाउँमा त प्रत्येक घरमा नाकको थान हुने गर्थ्यो। घरको नजिकै नाक थान राखिन्थ्यो। एउटा कुनै नयाँ मकै चढाउने भनिन्थ्यो, जे खाँदा पनि पहिला नागलाई चढाएर खाने गरिन्थ्यो कि। तर बजारमा त्यस्तो नहुँदो रहेछ। साथीहरू हजुर यदि गाउँबाट हेर्दै हुनुहुन्छ भने हजुरले यसलाई एक लाइक अनि सेयर गरिदिनु होला। अब हामी पुगेछौँ गेटमा, बिच भागमा पुगेपछि गेट राखिएको छ। गेटबाट माथि निस्किसकेपछि सर देख्न सक्नुहुन्छ है, हल्का कच्ची छ बाटो, त मजाले हिँड्न सक्ने बाटो छ, साँघुरो छैन। हामी हाइटमा पुगिसकेका छौँ साथीहरू, डाँडामा हल्का माथिबाट डाँडामा पुगिसकेका छौँ, देख्न सकिन्छ। यो मन्दिर आयो सर, यहाँ मन्दिर छ साथीहरू। यस्तरी देख्न सकिन्छ यो मन्दिर। यो मन्दिरको साइडबाट हेर्नुहोस् त बुटुलको भ्यूज सर राम्रो देखिन्छ। मन्दिर हेर्नुहोस्, यत्रो मन्दिर बनाइएको छ। साइडमा सानातिना मन्दिर छन्, यस्तरी मन्दिर छन्। सबै यहाँ शिवजीको मन्दिर पनि बनाइएको रहेछ। शिवजीको मूर्ति चट्ट स्थापना गरिरहेछ। नागथानहरू छ। हेर्दा मन्दिरको ठाउँ जस्तो छ। एउटा होइन, दुईवटा होइन, तिनवटा होइन, चारवटा होइन, धेरै मन्दिर छन् कि। त्यहाँदेखि माथि आउँदैन धेरै मन्दिर छन्। यो बुटुलको भ्यू हेर्नु त, फेरि बुटुलको भ्यू देखाएँ। यस्तो राम्रो देखिन्छ आज त बुटुल त सरर दामी देखिएछ साथीहरू। बुटुल हेर्नु त खासै
ठ्याक्क 12 बजेको बेला भएर होला साथीहरू चट्ट भ्यू एकदम राम्रो देखियो छ बुटोलको भ्यू। एक त मन्दिरमा आइसकेपछि मन त्यत्तिकै हल्का कस्तो हामी हिन्दूहरूलाई मन्दिर आएपछि आस्थाका भगवानहरूसँग आइसकेपछिलाई हामी एकदम मन हाम्रो आनन्द हुन्छ हाम्रो मन हामी एकदम प्रफुल्ल हुन्छौँ। त्यसै पनि यो फेरि यति शीतल ठाउँ छ यस्तो 12 बजेको चैत मासको गर्मीमा पनि यहाँ कति शीतलो छ बुटाहरू छैनन् बुटा काटिएछ ठुल्ठुला बुटाहरू उसले गर्दा काटिएछ। खै यो मन्दिर त बच्छ कि बच्दैन थाहा छैन तर यो पूर्व पश्चिममा आइयो अहिले बुटोल चनौटा सडक खण्डले यो बुटाहरू काटेको यहाँ कति ठुलो बुटा थियो अब योभन्दा माथिको भाग पक्कै बच्छ हेर्नुहोस्। हामी आइयोदेखि कति माथिसम्म हजुरलाई म देखाएँ है मन्दिरमा नागका थानहरू यस्तो धेरै जस्तो नागको थानै रहेछ है मजाले यी मन्दिरहरू मन्दिर छ। यदि हजुर आउनुभएको छैन भने यो ठाउँलाई एकचोटि अवलोकन गर्न नभुल्नु होला यस्तो राम्रो छ। मूर्तिहरू प्रत्येक भगवानका मूर्तिहरू स्थापना गरिएछ देख्न सक्छ हनुमानजीको मूर्ति कहीँ हनुमानजीका मूर्तिहरू छ शिवजीको देख्नुहुन्छ है शिवजीको मूर्ति हो जताकतै मन्दिर छ साथीहरू यस्तो राम्रो छ। हजुरलाई पनि एकचोटि आएर यो मन्दिरहरू दर्शन गर्नुभयो भने एकदम चैत मासको गर्मीमा जेठ मासको गर्मीमा नि एकदम शीतल हुनेछ। बुटोलको सबभन्दा शीतल ठाउँ भन्छु कि म त गोलपार्क भन्दा नि यहाँ शीतल जस्तो लागेको मलाई आउँदा सरर हावा चलेको छ मजाले देख्न सकिन्छ है। ठ्याक्क जताबाट हेऱ्यो जताबाट भिडियो लियो उतै पारि बुटोलको सिना आउँछ देख्नुहोस् चट्ट लाएर मजाले। साथीहरू कस्तो लाग्यो हजुरलाई यो भिडियो यो मन्दिरको भिडियो हेरेर हजुरले मजाले आनन्द लिनुभयो होला। मन्दिर भन्दैमा नेपालीहरू त्यसमा पनि हिन्दूहरू प्रत्येक घरमा मन्दिर हुनुपर्ने वास्तवमा हिन्दूहरूको घरमा त्यस्तो छैन तर म एकपटक हजुरलाई यो आग्रह गरेँ यो भिडियो हेरेर हजुरले मनोकामना मन्दिरको नाममा एक कमेन्ट गरिदिनु होला बुटोलको मनोकामना मन्दिर गोर्खाको होइन बुटोलको साथीहरू त्यही भन्न चाहे। यो मन्दिर अब बाटोले जाँदैछ कहिले जान्छ थाहा होइन बाटो निर्माण हुँदा पक्कै जान्छ। साथीहरू हजुरलाई भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने एक लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सेयर गरिदिनु होला भगवानका नाममा मलाई पर्दैन भगवानका नाममा एक लाइक कमेन्ट सेयर गरिदिनु होला भन्दै अन्त्य गरेँ। धन्यवाद।